गृहमन्त्रीको हतारो फिल्डबाट निर्देशन प्रहरी प्रशासन नै अलमलमा। गृहमन्त्री सुदन गुरुङ निर्देशन दिन निकै हतार गर्छन्। कतिपय अवस्थामा त जनताका कुरा सुन्ने बित्तिकै तत्काल समाधान गर्न सम्बन्धित निकायलाई फिल्डबाट निर्देशन दिने गर्दछन्। मतदाता भेटघाटको क्रममा मनोकामना आइपुगेका गृहमन्त्री गुरुङले आइतबार यस्तै निर्देशन दिए। उनले इलाका प्रहरी कार्यालयको जग्गा संरक्षणका लागि लगाइएको घेराबार तत्काल हटाउन प्रहरीलाई निर्देशन दिएका थिए। विस्तृत अध्ययन नै नगरी हतारोमा दिएको यो निर्देशनले समस्या समाधान भन्दा अन्यल बढाएको छ। आफ्नै जग्गा संरक्षणको लागि आफ्नै जग्गामा लगाइएको घेराबार हटाउन निर्देशन भएपछि प्रहरी प्रशासन नै अन्यलमा परेको छ। जनप्रतिनिधि र स्थानीयवासी पनि अलमलमा परेका छन्। यसअघि पनि वनको जग्गा अतिक्रमण गरी बसेको 12 किलो बजार व्यवस्थापनको लागि गृहमन्त्री गुरुङले हतारोमा दिएको निर्देशनको चौतर्फी आलोचना भएको थियो। शहीद लखन गाउँपालिका 2 को वडा कार्यालय नजिकै नेपाल प्रहरीको स्वामित्वमा 229.89 वर्ग किलोमिटर जग्गा छ। 779 किता नम्बरको उक्त जग्गामा इलाका प्रहरी कार्यालयको नयाँ भवन बनाउने योजना सहित गएको वर्ष प्रहरीले तारबार लगाएर आफ्नो जग्गा संरक्षण गरेको हो। जग्गा संरक्षणको लागि लगाइएको घेराबार तत्काल हटाउन गृहमन्त्रीले निर्देशन दिएपछि स्थानीयसँगै जनप्रतिनिधिले असन्तुष्टि जनाएका छन्। निजी स्वार्थको लागि केही व्यक्तिहरूले गृहमन्त्रीलाई गलत ब्रिफिङ गरेको गाउँपालिका अध्यक्ष रमेश थापा मगरले बताएका हुन्। गृहमन्त्रीको काम नेपाल प्रहरीलाई व्यवस्थित बनाउने भन्ने होला। उनले भने अहिले मनोकामना चौकी आफ्नो जग्गामा नभई गुठीको जग्गामा छ। आफ्नो जग्गालाई त संरक्षण गरेर चौकी निर्माणमा अघि बढाउनु पर्थ्यो। तर गृहमन्त्रीलाई कसैले गलत ढंगले ब्रिफिङ गरिदिए। उक्त इलाका प्रहरी कार्यालयलाई क श्रेणीमा उन्नति गर्ने प्रक्रिया पनि अघि बढेकाले आफ्नै भवन अति आवश्यक रहेको उनको भनाइरहेको छ। आफ्नै जग्गा संरक्षणको लागि लगाइएको तारबार हटाउन निर्देशन दिनु गलत भएको भन्दै मगरले असन्तुष्टि व्यक्त गरेका हुन्। शहीद लखन गाउँपालिका 2 का वडाध्यक्ष सकुन थापाले चौकीकै जग्गामा तारबार लगाइएकाले भत्काउन आवश्यक नरहेको बताएकी हुन्। त्यो चौकीकै जग्गा हो। उनले भनिन् आफ्नै जग्गामा लगाएको तार भत्काउनु पर्ने म देख्दिन। केही व्यक्तिहरूले आफ्नो स्वार्थपूर्तिको लागि गृहमन्त्रीलाई उक्साएको हुन सक्ने उनको भनाइरहेको छ। थापाले भनिन् गृहमन्त्रीलाई त्यो कुरा थाहा भएन होला। केही समय अघि अदालतमा मुद्दा परेर नापिले वडा कार्यालय, इलाका प्रहरी कार्यालय र सार्वजनिक जग्गा छुट्याइसकेको छ।